वेलकम ब्याक टु माई च्यानल। इट्स मी सन्दिका थियो। अन्त हामी चाहिँ यहाँ खास चाहिँ दोकान आएको थियो होइन। अनि चाहिँ यसलाई चाहिँ दोकान जाँदा जाँदै घुम्नु मन पऱ्यो अरे। हेलिपेडसम्म चाहिँ हामी घुम्नु गएको। हेलिपेडको त्यहाँ ल कलेजको छेउमा चाहिँ एउटा गुम्बा पनि छैन गाइस। अनि चाहिँ सिमेनेल्स त्यहाँ पनि घुम्नु जान्छ अरे मेरो साथी भा। अन्त चाहिँ अहिले तपाईँलाई पनि देखाउने छु म होइन। मोनेस्ट्री चाहिँ यहाँदेखि अलि कता कता देख्दैछ। अन्त हेर्दै गर्नुहोस् ल मेरो ब्लग्स। अनि मलाई माया दिनुहोस्, सपोर्ट दिनुहोस्। तपाईँहरूको माया र सपोर्टको मलाई जरुरत छ गाइस। मसँग को छ मेरो बहिनीहरूले हेलो भन्दैछ। बहिनीहरूलाई पनि मेरो ब्लग्समा आउनु मन होइन गाइस। अन्त चाहिँ हेर्दै गर्नु ल उता चाहिँ हामी जाँदैछ। बोल्छ यहाँ हामी जाँदैछ होइन गाइस। यताबाट जानुपर्छ। यहाँ चाहिँ एउटा क्यान्टिन छ होइन, आलु मुभी उयो हो। आलु मुभी पाउँछ होइन गाइस, मिठो पाउँछ। हामीले राति आएर खाएको थियो गाइस। यही खाएको भनेको मलाई पछाडिबाट बोल्नु चाहिँ पुरा अनकम्फर्टेबल हुन्छ होइन गाइस। सो त्यसै कारणले बोल्नु सक्दिनँ झन् होइन। मलाई चाहिँ फोटो खिच्नु चाहिँ झन् अबुई मलाई पुरा झन् अनकम्फर्टेबल हुन्छ होइन। तर पनि यहाँ ब्लग्स चाहिँ बनाउने कोसिस गर्दैछु। यो सेरी उकालो जान्छ गाइस होइन गुम्बा चाहिँ। म पनि आएको छुइनँ तर फर्स्ट टाइम आएको। तपाईँहरूलाई पनि देखाउने छु कस्तो हुन्छ। ऊपर गइसक्यो मेरो साथी होइन, मैले फुल देखाउने हुन्छ गाइस। सो यहाँ तपाईँहरूलाई माथि पुगेर भेट्ने छु अब म। हामी चाहिँ यो उकालो गएको। बाई बाई गाइस। यहाँ एक्साइटेड न्युज के छ भने हामी गुम्बा आइपुग्यो। मलाई पग्ली चाहिँ नसोच्नु गाइस। It's here. It's so beautiful. माने घुमाउने छु गाइस म। यस्तो गरेर घुमाउँछ होइन। मैले परदेखि नै घुमाएको है। यता हो यतादेखि यहाँदेखि हो। मैले यहाँदेखि गाइस मैले चाहिँ उल्टा घुमाइछु देखियो के छैन। उल्टा घुम्नु हुँदैन नि मैले भनेको थिएँ। यहाँदेखि छ हो केही छैन। सबैकोबाट मिस्टेक हुन्छ होइन। उइस माग्दै गर्नु छ यसले घुमाउँछ। म पनि फर्स्ट स्टार्टिङदेखि गर्छु ल गाइस। मलाई चाहिँ यस्तो घुमाउने बानी छैन। पानी पर्नु थाल्यो। हाम्रो ब्याकलक हाम्रो लकले साथ दिँदैन। यता पनि छ गाइस। अहिले सो यो होइन तपाईँहरूलाई देखाउनु थियो म होइन। चाहिँ यस्तो रहेछ गाइस। अन्त आई थिङ्क यहाँबाट चाहिँ भित्र पस्छ तर लक छ के गर्नु। त्यस्तै छ दामी छ। घाम लाग्दा चाहिँ यहाँ आएर बस्दा हुने रहेछ होइन टाइम पास। यहाँदेखि इन्ट्री हुँदो रहेछ ल कलेजको चाहिँ गाइस होइन। ल कलेज यता छ। त्यहाँदेखि डाइट कलेज पनि यतै छ। यहाँदेखि जानु पर्दो रहेछ। डाइट कलेज चाहिँ आई डोन्ट नो कता छ तर यता जानु पर्दो रहेछ यो रोड भएर होइन। यताबाट देख्दै गरेको चाहिँ बोझोघारी हो कि बोझोघारी त हो त है। बोझोघारी हो अन्त ऊपर देख्दै गरेको चाहिँ डिस्ट्रिक्ट कोर्ट। हामी चाहिँ यहाँ बिचमा बस्छ मानवीर कोलोनीमा गुम्बा। वाउ हेलो गाइस। अब चाहिँ हामी फर्केको होइन। अन्त तपाईँहरूले एउटा कुरा भनौँ भनेर सोचिरहेको थिएँ। त्यो कुरा चाहिँ के हो भने चाहिँ होइन जब पनि सम्झना चाहिँ मेरो रुममा आउँछ होइन त्यतिखेर चाहिँ जहिले गाइस के हो एक दिन होइन दुई दिन होइन हरेक दिन पानी पर्छ। अनि आज पनि पर्यो।
पर्दैछ देख्नु चाहिँ देखेको छैन सानो सानो पर्दैछ तर यो आउँदा चाहिँ जहिले भन्दा पनि जहिले पानी पर्छ होइन हिजोसम्म घाम लागिरहेको थियो मैले यसलाई अस्तिको दिनदेखि बोलाएको थिएँ होइन गाइस अस्तिको दिन पनि यसले आउँछु भन्यो ढाँट्यो मलाई होइन के भन्दैछ त्यो ढाँटेकोमा भन्दै के पनि भन्नु छैन मलाई हो अन्त हिजो पनि आउँछु भन्यो होइन चाबी पनि छोडेको थिएँ गाइस मैले होइन भिडियो गरेर पठाएको थिएँ यहाँ चाबी छ ल भनेर होइन तर लास्टमा चाहिँ यसले मलाई आज म आउँदिनँ ल भोलि आउँछु ल भनेर गाइस अन्त म एक्लै भएँ होइन हिजोसम्म घाम लागेको थियो होइन दामी घाम लागेको थियो होइन पानी पनि एउटा परेको थिएन होइन तर के गर्नु हिजोसम्म यो आएन आज आयो पानी पर्यो अब केही छैन यसको ब्याड लक गाइस अन्त अब हेलिपेड पनि तपाईँहरूलाई देखाउने छु हाम्रो लास्ट डेस्टिनेसन होइन गाइस हामी चाहिँ हेलिपेड आइपुग्यो होइन हेलिपेड तल हेलिकप्टर कता 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 यता यता तपाईँलाई म मजाले देखाउने छु यो तलको चाहिँ बुर्तुक कलेज हो ए के भन्छ ल कलेज दुईवटा यो ल कलेज हौ मलाई थाहा छ अन्त यो चाहिँ टेन सिक्किमको हेलिकप्टर गाइस यस्तो यहाँ हामी पनि एक दिन चढ्नेछौँ गाइस म धनी भएर तपाईँहरूले त्यसमा सहायता गर्नुपर्छ मलाई स्काई वान एयरवे रहेछ यसको नाम चाहिँ गाइस अब चाहिँ हामी आलु मिमी खानु गएको होइन ऊ यहाँनिर हिजो होइन अस्तिको दिन सानोबाट म आएको थियो होइन खानुको लागि तर थिएन अन्त आज सम्झना आलु छ छैन रहेछ गाई ऊपर पनि छ पाउँछ अरे त ऊपर सोधौँ होइन गाइस त्यहाँ पनि छैन भने चाहिँ हामी खाँदैन अब रुम गएरै रुममा छ हाम्रो स्पेसल चिज तपाईँहरूलाई रुम पुगेर देखाउने छु म छ कि छैन भन्ने त हजुर तपाईँहरूलाई म देखाउने छु त्यो कुरा होइन गान्तोकको वेदर भरोसा गर्नु सक्दैन गाइस तपाईँहरू कहिले पनि भरोसा गरेर अब घाम लागिरहेको छ अरे होइन तपाईँहरू उयो के पो गरमको ड्रेसअप गरेर चाहिँ नआउँदा पनि हुन्छ गान्तोक चाहिँ होइन गाइस किनभने गान्तोकमा जतिखेर पनि पानी पर्न सक्छ जतिखेर पनि जाडो हुनसक्छ जतिखेर पनि गरम हुनसक्छ होइन गाइस यो उकालो जानुहोस् हामी उयो पनि गयो हेर्नुहोस् गाडी होइन गाइस अन्त गान्तोकमा चाहिँ पुरा बेसी गाडी भएको छ चल यता आइज न उबाट गयो एउटा लाठी यत्रो देख्यो यसलाई सरम लाग्यो मान्छे पुरा रहेछ सरी आन्टी आलु मिमी पाउँछ छ दिनुहोस् न दुइटा गाइस आलु मिमी चाहिँ हामीले पाइसकेको छ होइन फाइनली तर बस्ने जग्गै छैन हाम्रो ब्याटलक खान्छु तेरो मुखमा त्यसो भने हामी आधी बस्नु त्यहाँ बस आधी सानोमा बस्नु यहाँ डिप्रेस भइरहेको छ बस्ने जग्गा नभएर बस्ने जग्गा छैन वी एन्ड आवर ब्याटलक म त झन् मान्छे नै ब्याटलक हो गाइस तपाईँले के थाहा मेरो कहानी सुन्यो भने साँच्ची अलवेज 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 ब्याटलक हुन्छ मेरो साथ गाइस जहाँ घुम्नु गयो त्यहीँ एक्सिडेन्ट हुन्छ जुन चाहिँ गाडीमा गयो एक्सिडेन्ट हुन्छ बाइकमा गयो भने एक्सिडेन्ट हुन्छ बल्ल 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 सिट पाएर बसिरहेको छ उठाएको पनि छैन छुट्टो भाडाहरू होइन प्लस पुरै टु लेट के गाइस कतिखेर दिन्छ थाहा छैन आएपछि देखाउने छु गाइस खानु आँटेको छु गाइस मिठो चाहिँ थिएन के भन्नु अब भन्दै त तर भन्ने होइन भन्ने मिठो चाहिँ थिएन तर मुखमा चाहिँ तातो भयो भनेको तर अन्त मलाई चाहिँ पिरो लाग्यो यसलाई चाहिँ पिरो पनि लागेन गाइस ऊबाट खाएको भए चाहिँ यस्तो मिठो पाउँथ्यो कि साँच्ची गाइस थाहा थिएन होइन तपाईँहरू आयो भने पनि ठिकैकोमा चाहिँ नखानु ल भने चिङ्गर 10मा कति दिन्छ जस्तो 10मा म 6.5 म 5 मात्रै दिन्छु
मिठै थिएन क्या अब हुन्छ नि अब सुप पनि के भन्नु अब क्या कुनै कस्तो खालको थियो यति आलुमा चाहिँ होइन गाइस यति आलु मुसेर चाहिँ अब एक कडाई सुप हालेको जस्तो मलाई त्यस्तो राम्रो फ्लग गर्न आउँदैन गाइस होइन त्यस्तै हो लुक एट द स्काई गाइस त्यो दोकानमा चाहिँ मिठो पाउँथ्यो साँच्ची गाइस अस्ति हामी चाहिँ बेलुका आएर खाएको होइन गाइस अन्त चाहिँ त्यहाँ अघि खानु आँटेको दोकानमा पनि सोधेको थियो तर हामी चाहिँ लेट भन्दा पनि अचम्मै लेट आएको थियो होइन गाइस कतिको लेट भने चाहिँ 7 बजीतिर आएको थियो 7 बजीतिर आउँदा चाहिँ सबै सकिरहेको थियो होइन सकिसकेको थियो अन्त चाहिँ यहाँ खाएको थियौँ हामीले पुरा मिठो थियो पुरा पनि होइन अब मिठै थियो भोलि कति बजी कलेज लाग्छ भोलि आई डोन्ट नो बेब्स छ्या यो त अल्छी लाग्दैछ मलाई रुटिन हेर्नुपर्छ भन्न रुटिन हेर्नु छैन गाइस अन्त अहिले चाहिँ अल्छी छ भन्छ अब रुटिन हेर्नु पनि त होइन गाइस रुटिन हेर्दा पनि कोही बेला 9 बजीको हुन्छ होइन गाइस होइन म एउटा कुरा भन्छु होइन रुटिन हेर्दा पनि 9 बजीकै क्लास हुन्छ होइन तर अब गेस वाट कलेज पुगेपछि चाहिँ टिचरहरूले त्यत्रो माथि हिँडेर जानुपर्छ आधी घन्टा टक्कै होइन हुँदै हिँडेर जानुपर्छ यस्तो गल्छ होइन तर माथि गएपछि चाहिँ नो क्लास टुडे भनिन्छ अल्छी लाग्दो मिसहरूले कि प्लस अनर सब्जेक्टको चाहिँ नि गाइस क्लास पनि भएको छैन होइन कति भयो क्लास भएको होइन अब सेसनल छ 1 तारिकदेखि 1 अप्रिलदेखि होइन फर्स्ट च्याप्टर पनि सकेको छैन गाइस त्यस्तो छ के गर्नु अब ठिकै छ चलिरहेको छ कलेजलाई केही छैन भन्नु त्यस्तो बेसी होइन मजा आउँछ कोही कोही बेला डेली चाहिँ होइन सधैँ चाहिँ होइन कोही कोही बेला गाइस अहिलेसम्म होइन कस्तो छ कि यो साथीको नाममा गाइस एकछिन पनि पर्खिँदैन ए अघि कटिदिन्छ क्या अलिकति म कहीँ अलिकति यसरी भुल्यो भने पढा पुगेर आएको हुन्छ क्या पढा पुगेर म पर्खिन्छ अरे क्या त्यहीँ चाहिँ पर्खिँदैन कि रिसै हेर्नु न हाँसेको भन्दा अब गाइस होइन यो बिरालो चाहिँ अघि हामी जाँदा पनि यहीँ थियो होइन अहिले पनि यहीँ रहेछ तर कस्तो क्युट छ गाइस दामी छ अन्त यसको जोडी चाहिँ अघि यहाँ थियो यसको जोडी चाहिँ छैन रहेछ अहिले बाई बाई उठेर गयो गाइस कस्तो अल्छिनी छ हौ यो अल्छी हो कि अल्छिनी हो यो यस रुम आइपुग्यो हामी चाहिँ यो चाहिँ मलाई जिस गर्दैछ होइन गाइस अन्त दोकानमा चाहिँ के किन्यो भन्दा चाहिँ लुक एट माई डेकोर गाइस यो किनेको छु होइन त्यहाँदेखि चाहिँ प्लस लुक यो पनि किनेको छ होइन यो दुईवटा मात्रै किन्यो अरू त केही पनि किनेन होइन गाइस अन्त आज चाहिँ हामी रिलायन्स गएको थियो होइन मैले चाहिँ यो चाहिँ 19 रुपियाँको टमाटर गाइस मेरो धारा अन्त चाहिँ यो चाहिँ मेरो फ्रेन्डले गिफ्ट गरेको आज अहिले म यसमा जेमा हालेर खान्छु बियर हालेर खान्छु गाइस मैले चाहिँ यसको लागि मैले चिकन विङ्स बनाइदिएको छु होइन अब खानेछौँ हामी हेर्दै गर्नु होला होइन तपाईँहरूलाई मैले यही चाहिँ देखाउनु गइरहेको थिएँ अघिदेखि तपाईँहरूलाई रुममा पुगेर देखाउँछु भनेको थिएँ नि त्यो चाहिँ फाइनली यही हो होइन गाइस मलाई चाहिँ नदेखाउनु अन्त चाहिँ अब चाहिँ खानु पर्छ यो चाहिँ क्यामेरा अन गर्दा खाँदैन अरे होइन द्याट्स वाइ अब यो अचार तर यो अचार चाहिँ गाइस खोर्सानी मात्रै हो होइन मुखमा पानी गाइस मैले चाहिँ खाएको होइन कस्तो त भन्न गाइसहरूले सुन्नु पऱ्यो नि त होइन गाइस मैले त ढाक्नु त सक्छु होइन आफै बनाएको भने त गाइस भन्न कस्तो भएछ मिठो भएको मासुको मिठै हुन्छ नि जस्तो बनाए हो कि होइन गाइस 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 अब चाहिँ हामी स्किन केयर गर्ने होइन यसले फेस मास्क लगाउन आँटेको म चाहिँ यस्तो प्रडक्टहरू किन्दिनँ यो चाहिँ उसको हो होइन अन्त चाहिँ फर द फर्स्ट टाइम मैले चाहिँ यो चाहिँ ट्राई गर्न आँटेको फेस मास्क चाहिँ अन्त हेर्नुहोस् होला गाइस होइन यतामा त्यहाँ स्ट्रबेरी Oh, guys.
फर्स्टमै बटन पऱ्यो फर्स्ट चाहिँ म वेब्सले अलिकति अनुहार पुस्ने छु होइन अरू त केही छैन भोलि इन्टरभ्यूमा जाँदा चाहिँ फोकै तैँले फर्स्ट टाइम यो पनि ट्राई गरेको छैन लावा पनि लगाउनु त अन्त अनि चक्लेट हुन्छ नि त्यस्तै सेम बनायो निन्दामा लाउँदिनँ हो निन्दा त ठिकै छ मेन चाहिँ गालामा मेरो चाहिँ गाइस निदामा पिम्पल्स आउँछ होइन तर अहिले चाहिँ पुरा कन्ट्रोल भएको छ मोइस्चराइजर र सनस्क्रिन युज गरेकोले गर्दा म चाहिँ ल्याक्मीको 24 SPF को लाउँछु स्विट अलिक मजा लगा न गालामा चाहिँ यतापट्टि छैन यतापट्टि पनि अलिक ज्यादा यतापट्टि छैन भयो अहिले आएको गाइस अहिले तपाईँलाई देखाउनु हाल्नु छैन अब चाहिँ हामीले लगाइसक्यो होइन गाइस अन्त चाहिँ अब 15 मिनट्स राख्नुपर्छ त्यति बेलासम्म चाहिँ हामी यो खान्छ होइन अन्त यो छ त्यहाँदेखि विल ट्राई दिस एन्ड दिस दुइटै फ्लेभरको लिएको छ होइन अन्त यो ट्राई गर्छौँ हामी त्यति बेलासम्म हेर्नुहोस् होला होइन गाइस रेटिङ गरौँ न कति कति It's a mango flavor. Try this. मैले बुझ्नु सक्दैन यसलाई म भन्छु के फ्लेभर छ यसमा गाइस के होइन कलरमा त मिक्स गरेको जस्तो छ यसमा किनकि सेम टेस्ट लाग्यो मलाई चाहिँ तँलाई सेम है टेस्ट सेम छ कलरमा त एड गरेको छ हाइब्रिड दिस 7 किनकि चाहिँ मलाई गुलियो त्यति मन पर्दैन गाइस म चाहिँ स्पाइसी लभर यो चाहिँ गुलियो लभर म पनि मलाई 7 नै दिन्छु किनकि त्यस्तो खास टेस्ट छैन किनकि हामी डिफ्रेन्ट फ्लेभरको हुन्छ भनेर एक्सपेक्ट गरेको थियो तर के भन्नु अब सेम रहेछ कलर डिफ्रेन्स मात्रै रहेछ के छैन गाइस अब चाहिँ मैले हातको नेल्स पनि सफा गरिसकेँ होइन अन्त चाहिँ यो मास्क पनि उतारिसकेँ होइन के भन्छ मलाई भन्नु आएन होइन ए मेरो फेसमा चाहिँ हल्का ग्लो आइसकेको छ होइन राम्रो हुँदो रहेछ मैले चाहिँ फर्स्ट टाइम युज गरेको थिएँ तर गुड रिजल्ट दियो फर्स्ट युजमै होइन मेरो हेर्नुहोस् नेल्स पनि मैले मेटाइसकेँ त्यहाँदेखि यहाँ अब म मेरो भ्लग चाहिँ यहीँ इन्ड गर्दैछु त्यहाँदेखि तपाईँहरूलाई अर्को भ्लगमा भेट्नेछु त्यति जेलसम्म बाई बाई